लोअर आइलिड सर्जरी अथवा यो आई ब्याग भनेर भनिन्छ, जुन हुने कारणहरू भनेको अब मल्टिपल रिजनहरू हुन्छ, कतिपय जेनेटिकल पनि हुन्छ र कसैको चाहिँ अब यो विभिन्न आफ्नो रहन सहनको लाइफस्टाइलले गर्दा, एजले गर्दा नि त्यो बोसो जमेर तलबाट आउने हो। अब त्यहाँ मेनली हुने भनेको फ्याट है, त्यो आँखाको मुनि बस्ने एउटा फ्याट ब्याग्सहरू हुन्छ। सो त्यो फ्याट ब्यागलाई अब सबभन्दा अब धेरै नै छ, एकदम एक्सेसिभ छ भने निकालेको राम्रो होइन भने कहिलेकाहीँ अलिकति स्किन टाइटनिङ क्रिमहरू लगाउँदा या रिङ्कलहरूको ट्रिटमेन्ट गर्दाखेरि पनि केही हदमा त्यो देखिँदैन। सो अरू अप्सन भनेको वी हेभ लाइक फिलर्सहरू पनि गरेर पनि केहीमा त्यसलाई यो हटाउन कम गर्न सकिन्छ। म हटाउन त भन्दिनँ, कम गर्न सकिन्छ। र अर्को अब यो CO2 लेजरहरूले पनि स्किन टाइटनिङ गर्दा त्यसलाई श्रिङ्क गर्न सकिन्छ। र तर बेटर रिजल्टको लागि चाहिँ आई थिङ्क सर्जरी र त्यो रिमुभल अफ द एक्सेसिभ फ्याट जुन चाहिँ बसेको छ भने केस टु केस डिपेन्ड पनि गर्छ र सर्जरी पनि उति नै उचित राम्रो हुन्छ।